नेपाल अधिराज्यको संविधान 2047 को मर्म र भावना अनुरूप संविधानको धारा 27 को उपधारा 3 लाई समेत विचार गरी जनताको चाहना पूरा गर्न हामीबाट वर्तमान मन्त्री परिषद आजैबाट विघटन गरिबक्सेका छौं। अब गठन हुने मन्त्री परिषद हाम्रै अध्यक्षतामा हुनेछ। 35 वर्षमा नेपालको इतिहासमा 220 वर्षभन्दा सक्रिय शासन गर्ने यो वंशले हामीलाई कहाँ पुर्याबाट फ्रेन्च वाइन र काठमाडौँबाट डिनर आर्मीको हेलिकप्टरमा उसारेर अभिनन्दनको नाटक गर्ने यो राजा चाहिन्न। अभिनन्दनको नाटक गर्ने यो 21औं शताब्दी हो महाराज। यहाँ भगवान पशुपतिनाथको त दासत्व स्वीकार हुन्न भने नाथे हत्यारा राजाको के कुरा। दोस्रो कुरा म भन्न चाहन्छु कि संविधान सभाको निर्वाचन कुनै पनि मूल्यमा गणतन्त्रको घोषणा हुनुपर्छ। देश छोडेर जाने सोच बनाएको पनि छैन। म मातृभूमि नेपालमा नै बसी मुलुकको बृहत्तर हित र शान्तिका लागि योगदान पुर्याउन चाहन्छु। शाह वंशको विरासतको रूपमा रहेको श्रीपेच र राजदण्ड चिरकाल पर्यन्त सुरक्षित रूपमा राख्ने गरी संरक्षणका लागि आजकै मितिमा नेपाल सरकारको जिम्मामा रहने गरी मैले हस्तान्तरण गरेको छु। फेरि राजा भएर रैती बनाउँछु, फेरि 200 कति वर्ष 250 वर्ष फेरि खान्छु। सोझा घलेहरूलाई कुद्दै जाँदाखेरि झाडीमा लुकेर अगाडि गएकालाई त्यसबेला कुदेर जो पुग्छ लिगलिकोटमा उही राजा हुने थियो। छ्याम काटेर राजा राजतन्त्रको स्थापना गर्नेहरू। उहिलेदेखि यिनको जन्म, यिनको संस्थाको जन्म नै सुरु भएको षड्यन्त्रबाट, यो झाडीबाट, झाडीमा लुकेर षड्यन्त्रबाट। हामीले गुमाएको राष्ट्र, हामीले पाएको दुःख, हामीले गुमाएको राष्ट्र र हामीले गुमाएको हिन्दू धर्मलाई हामीले फर्काउनको लागि यो अभियान सुरु गरेको, यो आन्दोलन सुरु गरेको। हाम्रो राजा हाम्रो देश, हाम्रो राजा हाम्रो देश 2007 मा राजा त्रिभुवन आफैले देशमा प्रजातान्त्रिक राज्य व्यवस्थाको घोषणा गरे। त्यसको 10 वर्षपछि त्रिभुवनका छोरा महेन्द्रले सबै शासन आफ्नो हातमा लिए, मन्त्रीमण्डल विघटन गरे र निरङ्कुश पञ्चायती व्यवस्थाको घोषणा गरे। भइरहेको राजनीतिक दलहरू र दलगत राजनैतिक उद्देश्यले प्रेरित भएका वर्गीय संगठनहरूलाई समेत यही घोषणाद्वारा हाललाई अवैध घोषित गरी यस्ता संस्थाहरूमा प्रतिबन्ध लगाइबक्सेका छौं। पछि 2046 मा महेन्द्रका छोरा वीरेन्द्रले बहुदलीय व्यवस्था अथवा प्रजातन्त्रको पुनःस्थापना गर्दै दलहरूमाथि फुकुवा गरिदिए। 2061 मा महेन्द्रका माइला छोरा ज्ञानेन्द्रले बुवा जस्तै मन्त्रीमण्डल विघटन गरी शासन हातमा लिए। फलस्वरूप 2062-63 को दोस्रो जनआन्दोलन देख्न पुगियो र अन्ततः ज्ञानेन्द्रले आन्दोलन सामु घुँडा टेक्न पर्यो र 2065 मा जनताको नासो जनतालाई फिर्ता गरे भन्दै ज्ञानेन्द्रले दरबार छाडे। गणतन्त्र स्थापनाको 16 वर्षपछि पूर्व राजा ज्ञानेन्द्रले गत फाल्गुन 7 प्रजातन्त्र दिवसको अवसरमा सन्देश बक्सिँदै गर्दा उनले बोलेको एक लाइन अहिले चर्चामा छ, राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुहोस्। अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने देशको
समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशवासीहरूलाई आह्वान गर्दछौँ। के राजा हुनै नजन्मेका ज्ञानेन्द्र 3 पटक राजगद्दीमा बस्ने चटारोमा छन् त? के देशमा राजतन्त्र पुनःस्थापनाले राष्ट्र साँच्चीकै जोगिन्छ? गणतन्त्र ठिक छ कि राजतन्त्र? आजको भिडियो यसै विषयमा रहनेछ। भिडियो अन्त्यसम्म हेर्नुहोला। आज राजा आऊ भन्दै गर्दा पहिले नै 2 पटक राजा बनेका ज्ञानेन्द्रले किन गद्दी त्याग गर्न पर्यो होला त्यो बुझ्नुहोस्। राजा ज्ञानेन्द्र सानैबाट मावल हजुरआमासँग बस्थे। 2007 मा राजा त्रिभुवन सपरिवारसहित भारत पस्दा ज्ञानेन्द्र छुटे र तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई सिरपेच लगाई गद्दीमा बसाले। पछि त्रिभुवन नेपाललाई प्रजातन्त्र घोषणा गरी पुनः गद्दीमा बसे। दाइ वीरेन्द्रको मृत्युपछि दिपेन्द्रलाई अस्पतालमा भर्ना हुँदाहुँदै राजा घोषणा गरियो। पछि दिपेन्द्रको निधनपछि त्यसपछिका उत्तराधिकारी ज्ञानेन्द्र राजा बने। त्यसबेला वीरेन्द्रको वंश नाश हुँदा ज्ञानेन्द्रको वंशलाई केही सानो चोट पनि लागेन। दरबारमा ठुलो घटना हुँदाहुँदै ज्ञानेन्द्रका छोरा बुहारी सकुशल थिए। त्यतिबेला ज्ञानेन्द्र एक सबल व्यवसायी पनि थिए र उनका छोराको धेरै काण्ड अथवा नकारात्मक कार्यले पारस शाह चर्चाको शिखरमा हुन्थे। त्यसैले कतिपयले यस घटनाको पछाडि ज्ञानेन्द्रको वंशको हात रहेको ठान्दथे र ज्ञानेन्द्रलाई राजाको रूपमा स्वीकार गर्न सकिरहेका थिएनन्। त्यसैबेला माओवादी जङ्गलमै अथवा जनयुद्धमै थियो। पछि उनले 2061 सालमा महेन्द्रले जस्तै दलहरूमा प्रतिबन्ध गरी मन्त्रीमण्डल विघटन गरे र पछि 7 दल र जनयुद्धमा रहेको माओवादी बीच सम्झौता भई जनआन्दोलनको निष्कर्ष निस्क्यो र पछि जनआन्दोलन सामु ज्ञानेन्द्रले घुँडा टेक्न पर्यो र देशमा गणतन्त्रको स्थापना भयो। गणतन्त्र स्थापनाका बेला ठुला भाषण गर्ने तर गणतन्त्र स्थापनाको 16 वर्षपछि पनि सोचेको र आश्वासन दिएको कुराहरू पुरा नहुँदा देशमा राजनीतिक अस्थिरता, अनियमितता, भ्रष्टाचार, कुर्सीको पछाडि लड्ने नेताहरूबाट निराश भई पुरानो राज संस्था नै ठिक थियो भन्ने लागेर केही मानिस अहिले आन्दोलनमा उत्रिएका होलान् जस्तो मलाई लाग्छ। गणतन्त्र कि राजतन्त्रको सवालमा फरक व्यक्तिको फरक धारणा रहन सक्छ। आजभन्दा 20 वर्ष अघिको सवालमा र अहिलेको सवालमा फरक विचार उत्पन्न हुन सक्छ। पहिलेको राजतन्त्रमा जनताका मौलिक हक, महिला अधिकार, धर्मनिरपेक्षता, जनताको संविधानको सुनिश्चितता थिएन र त्यतिबेला गणतन्त्र ठिक होला। तर यदि अहिले राज संस्थाको पुनःस्थापना भयो भने यो राजा कुनै दौड प्रतियोगिता जितेर बनेका राजा वा षड्यन्त्र गरी बनेका राजा हुँदैनन्। यी राजा जनसागरले बनाएको राजा हुन्छन्। राजालाई पनि यति हेक्का रहोस्, जुन जनसागरले गद्दी खोस्यो त्यही जनसागरले गद्दी दिँदैछ र फेरि त्यही जनसागरले गद्दी खोस्न पनि सक्छ। राजतन्त्र वा गणतन्त्र त्यो तन्त्र खराब होइन, बरु त्यसमा शासन गर्ने शासक खराब वा असल हुन सक्छन्। विश्वमा त्यस्ता थुप्रै देश छन् जसमा राजतन्त्र छ र ती देशहरू वेल डेभलप्ड पनि छन्, अनि गणतन्त्रात्मक देश पनि छन् जुन विकसित पनि छन्। मेरो विचारमा नेपाली जनताले राजा ल्याउँछु भन्दै आन्दोलनमा उत्रिनु भनेको देशमा अझै अनियमितता र अस्थिरता ल्याउनु हो। राजा आइहाले पनि ती पार्टीहरू र नेताहरू यथावत रहन्छन् र राजा र प्रधानमन्त्री अथवा पार्टीहरू बीच हुने मनमुटावले देशलाई पछाडि धकेलिरहन्छ। व्यवस्था राम्रो वा नराम्रो हुँदैन, बरु व्यवस्थापन गर्ने व्यक्ति राम्रो वा नराम्रो हुन्छन्। अहिले सत्तामा खराब व्यक्ति छन्, ती व्यक्ति त्यसै ढोका खोलेर पसेका होइनन्। चुनावमा हामीले नै जिताएर पठाएका व्यक्तिहरू हुन्। बरु चुनावमा असल व्यक्ति वा उम्मेदवारलाई जिताउनु नै बुद्धिमानी हुन्छ। यो पनि हो कि राज संस्था पुनःस्थापना भए पनि पुरानो जस्तो राज संस्था हुन सक्दैन। 21औं शताब्दीमा संसार नै एक छानोभित्र रहेको छ। जुन जनसागरले दरबार पसाल्न खोज्दैछ
त्यही जनसागरले पहिले नै दरबार निकालिसकेको हो र फेरि पनि निकाल्न सक्छ। राजालाई यो पनि हेक्का रहोस्। तपाईँको विचारमा के नेपालमा पुनः राज संस्था स्थापना होला त? के राजा ज्ञानेन्द्र पुनः गद्दीमा बस्लान् त? कमेन्ट गर्न नभुल्नुहोला। आजका लागि यति नै। फेरि अर्को महत्त्वपूर्ण विषयमा भेटौँला। तबसम्मका लागि